म मजाले भन्न सक्छु युवाहरूले परिवर्तन गरेका छन् प्राइभेट सेक्टरमा संसारकै वर्ल्ड इकोनोमीलाई योगदान दिनको निमित्त आज युवाहरू लागेका छन्। म यो मजाले ढुक्कले भन्न सक्छु। तर युवाहरूले चलाएको सरकार पनि उदाहरणीय हुन्छ, युवाहरूले चलाएको पार्टी पनि उदाहरणीय हुन्छ, युवाहरू संलग्न भएको पार्लियामेन्टले रिजल्ट निकाल्छ र सिङ्गो देश जहाँ युवा शक्ति छ त्यसले राजनीतिक रूपमा पनि निकास दिन सक्छ भन्ने कुरा अब हामीले बताउनु पर्ने त्यो संघारमा हामी आएका छौँ। यो हाम्रो लागि चुनौती हो र यो हाम्रो लागि अवसर पनि हो। हामीले कुनै दिवस मनाइरहँदा आज विभिन्न कार्यक्रमहरू भइरहेका छन्, तर यी कार्यक्रमबाट हामीले जान्नुपर्ने, हामीले सिक्नुपर्ने अथवा हाम्रो जिम्मेवारी के त भन्दा हाम्रो बेलामा, हाम्रो पुस्तामा, हाम्रो हातमा जब यो जिम्मेवारी आयो हामीले यो जिम्मेवारीलाई इमानदारीतापूर्वक मेहनतका साथ निभायौँ र हामीले प्रमाणित गरेर देखायौँ भनेर हामीले भोलि फर्केर भन्नुपर्ने हुन्छ। नत्र मैले अघि भने जस्तै असाध्यै ठुलो एउटा हुन त धेरै चाँडै यो हल्लाखल्ला धेरै भएको हुनसक्छ, तर यदि कुनै पनि कारणले तपाईँ हामी हाम्रो जिम्मेवारीबाट पन्छियौँ या हामीले हाम्रो जिम्मेवारी राम्रोसँग पुरा गर्न सकेनौँ भने तुरुन्तै सम्भवतः केही वर्षभित्र नै एउटा यस्तो भाष्य बन्नेछ कि युवाहरूबाट रहर गर्न नहुने रहेछ, खै अनुभव नभएका मान्छेहरूबाट राजनीति त सम्भव हुने रहन्छ भन्ने किसिमको वातावरण सृजना हुन सक्छ। र त्यसको सबैभन्दा ठुलो शिकार तपाईँ हामी हुनेछौँ जसले यो परिवर्तन सम्भव गरायो। हामी इतिहासको यो भारी बोक्न चाहँदैनौँ भने हामीले इमान्दार भएर काम गर्नुपर्ने हुन्छ। हामीले यसलाई यो इन्जोय गर्ने बेला होइन। म युवा सांसद साथीहरूलाई, युवा मन्त्री साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ त्यसलाई एकदमै इन्जोय गरेर त्यो पदमा चाहिँ रमाउने बेला होइन। यो रमाउने बेला होइन, यो जिम्मेवार भएर सोच्ने बेला हो। यसपटक छुटियो भने, यसपटक बिग्रियो भने, यसपटक गलत भयो भने, यसपटक हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पटक भोलिका पुस्ताले, युवाहरूले यसरी हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन् र विश्वास पनि प्राप्त गर्ने छैनन्। त्यसैले म तमाम साथीहरू जो आज जिम्मेवारीमा रहनु भएको छ उहाँहरूलाई अझ मेरै नेतृत्वमा रहेको राजनीतिक दलका सम्बद्ध देशैभरि र संसारभरि रहेका साथीहरूलाई म बताउन चाहन्छु कि जुन जिम्मेवारी तपाईँले अहिले प्राप्त गर्नुभएको छ त्यसले तपाईँको प्रतिष्ठा बढायो, सामाजिक रूपमा तपाईँहरू प्रतिष्ठित पनि रहनु, तपाईँको हाई हाई जय जयकार भएको पनि छ होला। हामी एकदमै तगडा भयौँ भन्ने अहिले हामीले सोच्ने बेला भएको छैन। हामी फ्रेस मात्र हौँ, तगडा हुन हामी बाँकी छ।